हामी चाहिँ अहिले सिन्धुपाल्चोकको यो चिया बगान मेलम्चीको तलपट्टि बोटे चौर स्थित यो चिया बगान भन्ने ठाउँमा छौँ अहिले हामी। मिनी इलाम पनि भनेर भनिँदो रहेछ। ल यहाँ सर चाहिँ ल सर के छ खबर तपाईँको? ल भन्नुहोस्। राम्रो छ। हो कस्तो लागिरहेछ? रमाइलो। अब घुम्न जाने कि नजाने? अब जाने। अब तपाईँलाई हिँड्दै लैजाने भन्ने कुरा छ माथि। ल साथमा जाने हो। ल यता हाम्रो प्रेम सर हुनुहुन्छ। प्रेम सर ल कस्तो लागिरहेको तपाईँलाई? ठिक छ। चिया बगान तपाईँलाई लाग्थ्यो तपाईँ कुनै दिन मेरो ब्लगमा आउनुहुन्छ तपाईँलाई लाग्थ्यो? त्यस्तो त लाग्थेन। तपाईँ चर्चित मान्छेको ब्लगमा म कसरी आउँथेँ? कस्तो फिल भइरहेको त? एकदम राम्रो। ल चिया बगानमा छौँ। साँच्चै रमाइलो ठाउँ। हाम्रो सर हुनुहुन्छ फेरि। प्रेम सरलाई केही बोल्नु नि, 2-4 कुरा भन्नु। तपाईँको त जनयुद्धकालको कुरा भन्नु न एकचोटि। जनयुद्धकालमा के गर्नुहुन्थ्यो? मलाई सरको जनयुद्धकालको एउटा किस्सा चाहिँ रोचक लाग्छ कि मलाई। बाटो निकै चिप्लो छ। हिँड्नुको लागि सङ्घर्षका पाइलाहरू चाल्नुपर्ने देखिन्छ। मिनी इलाम नै रहेछ नि। मिनी इलाम भनेर पनि चिनिँदो रहेछ। भोटे चौर यो सिन्धुपाल्चोक नै पर्यो होइन सर? चियाको बोर्ड देख्नु सिन्धुपाल्चोक। आज सौभाग्य जुरे देखेकै थिएन मैले त। ओ म्याम त्यहाँ कहाँ उहाँ सरले चाहिँ जुलोजी पढाउनुहुन्छ, प्रेम सरले। सर यो के भालेर पछि के कुरा गर्नु भएको छ सर अघि तपाईँले? प्रेम सर कफी र चिया के यो भाले चाहिँ कुन पछि चाहिँ कुन सर? यता हेरेर भनिदिनु होला, प्रश्न पारिदिनु होला मेरो दर्शकहरूलाई। भाले चाहिँ चिया हो, कफी चाहिँ पोथी। भाले चाहिँ चिया हो, पोथी चाहिँ कफी हो। यो भाले र पोथीको कुरा चाहिँ मलाई फर्स्ट टाइम थाहा भयो। मलाई लाग्छ मैले साह्रै राम्रो सङ्गत गरिरहेको छु। राम्रो कुराहरू सिकाउनुहुन्छ सरहरूले। भन्नुहोस् माथि के हो? कफी नै हो सबै सर। हो 100%? 100% हेर्नु न फलेको। यो कफी नै हो सबै। ल मलाई एउटा कफीको दाना देखाइदिनुहोस् ल सर। ल मलाई एउटा कफीको दाना देखाइदिनुहोस् त। ल यहाँ रहेछ एउटा कफीको दाना। कफीको दाना यस्तो हुँदो रहेछ। चिया कफी भनेको भाले पोथी भन्ने हुँदो रहेछ। ल थाहा भएन। हामी निकै सुरक्षित तरिका लगाइरहेका छौँ। फोटो खिच्ने कार्यक्रम छ माथितिर। सर लागौँ सर। डाइनोसर भेटेँ कि? डाइनोसर भेट्नु भयो? अर्कै एरामा चाहिँ जानुभयो क्या तपाईँ? डाइनोसर भेट्यो कि? अर्कै मलाई डाइनोसर सम्झिनु भयो। सर तपाईँलाई कस्तो फिल भइरहेको छ ल भन्नुहोस्। मलाई त एकदम सर एकदम हिरो जस्तै आनन्द मजा। शाहरुख खान पोज, सलमान खान पोज। आजको यो खुसीलाई तपाईँ कसरी व्यक्त गर्न चाहनुहुन्छ? म यसलाई व्यक्त गर्न चाहन्न, किनभने मुखबाट वर्णन भयो भने अलिक कम मजा आउँछ। म आनन्दित फिल गर्दैछु एकदम। लभ दिस सिन एन्ड सिनरी एन्ड फ्रेन्ड। अब यहाँ आउन चाहने मान्छेहरूलाई तपाईँको सुझाव के रहन्छ? तपाईँ एकचोटि त्यहाँ जानु। सर यो फेरि ठुक्छ नि हजुरकोमा। एकचोटि गएपछि त्यसपछि म भन्दिनँ।
हजुर सर भन्नु त तपाईँ म अरू साथीलाई के भन्छु तपाईँ एकचोटि जानुहोस् हजुर सर त्यसपछि त म केही भन्दिनँ आफै जानुहुन्छ ओहो तपाईँ इलाम जानुभएको छ कि छैन इलाम गएको त छैन हजुर सर तर जाने प्लान छ मेरो यो हेरेर बल्ल प्लान आयो मनमा अब तपाईँ इलाम पनि एकचोटि पुग्नुहुन्छ त्यसो भए स्योर ल आज तपाईँ धेरै ह्याप्पी हुनुहुन्छ त्यसो भए म एकदम ह्याप्पी छु एकदम बहुत ह्याप्पी छु ल थ्याङ्क यू सो मच सर ल यतापट्टि हाम्रो प्रेम सर हुनुहुन्छ यतातिर फोटोग्राफी चलिरहेको छ माथि जाउनु सर सबै चियाको बगान यो चिया बगान मान्छेले खाने चिया मात्रै यसमा प्रोडक्सन हुँदैन यो कसैको घर पनि हो अनि यसमा चाहिँ धेरै पारिस्थितिक पद्धतिहरू रहेका हुन्छन् त्यही भएर बोट बिरुवाको संरक्षण गरौँ भन्ने हाम्रो मेन उद्देश्य पनि रहनुपर्छ निकै नै सुन्दर दृश्यहरू कैद भइरहेको छ यताबाट हिमाल पनि देखिन्छ हाम्रो दोलखाको सर हुनुहुन्छ सर के छ तपाईँको खबर मेरो चाहिँ ठिक छ कस्तो फिल भइरहेको शाहरुख खान सरको पर्खामा छु कस्तो फिल भइरहेको छ तपाईँ आज एकदम राम्रो तपाईँ अब जस्तै यहाँ आउन चाहने मान्छेहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ वर्षको 2-3 पटक कहीँ घुम्न जानु छ भने उपत्यका नजिकको ठाउँमा यो ठाउँ छ के भन्छ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 1 भोटेचरको चिया बगान यहाँ आउनु होला मिनी इलाम भनेर यसलाई राखिएको छ अहिले सबैजना आएर यहाँनिर एकतिर मजासँग चिया कस्तो हुन्छ चियाको गर्नुहोस् बोटबुट्यान घुम्नुहोस् र वरिपरिको दृश्यावलोकन गर्नुहोस् आजको खुसीलाई कसरी व्यक्त गर्न चाहनुहुन्छ 100 मा 100 एकदमै धेरै खुसी हुनुहुन्छ एकदम हस् थ्याङ्क यू सो मच सर ल हामी राम्रो दृश्यहरू कैद गरिरहेका छौँ यहाँबाट सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ यसमा यहाँ चाहिँ एउटा नराम्रो पक्ष भनौँ या के भनौँ जुगाहरू चाहिँ बढी लाग्ने रहेछ आउँदाखेरि होसियारी हुनु होला तपाईँको साथमा चाहिँ बेसार अथवा यो कमिलाको गोलो पनि युज गर्न सक्नुहुन्छ अघि मेरो यहाँ पनि जुका भेटिसक्यो अघि मेरो जुत्तामा जुका थियो सरी त जुका ल प्यारासाइट यो यहाँ चाहिँ निकै राम्रो भ्यू हाम्रो फेरि फोटो सेसन यो पोच केटाहरू सबै यो पोच के यो पोज पनि निकै नै राम्रो दृश्यहरू देखिरहेका छौँ म पनि तपाईँलाई के सुझाव दिन चाहन्छु भने तपाईँहरू काठमाडौँबाट नजिक हुनुहुन्छ र तपाईँ घुम्न जाने तर्खरमा हुनुहुन्छ भने यो ठाउँलाई पनि रोज्न सक्नुहुन्छ होइन तल भोटे चाहिँ अरू ठाउँ छ त्यो फेरि ए पिकनिकको लागि आउँदैछ है त्यो त अनि 50 मिनट गयो अनि कहाँबाट सर कहाँ सर यता पिकनिकको लागि यो भोटेसँग फेरि पिकनिकको लागि पनि एउटा स्पोर्ट छ कि ए हामी चाहिँ त्यही उसमा आएको कि पिकनिक चाहिँ त्यही रिसोर्टमा यहाँ रिसोर्टमा होइन त्यो त माथि पनि एउटा डाँडा छ हजुर सर एउटा कुरा भन्नु एउटा कुरा भन्दै जानुभयो चियाबारीमा त्यो चियाबारीमा त चिया हुनु पर्थ्यो नि यहाँ चाहिँ चिया पनि छ कफी पनि छ हामी झुक्किरहेका छौँ कुन चाहिँ कफी कुन चाहिँ चिया हो यो चिया तर अनि फेरि तल फलेको चाहिँ कफी हो देखियो यसको चाहिँ चरेसको मुना देखियो यहाँ फलेको छ फेरि हेर्नु चरेसको मुना देखियो है यो के हो यो चाहिँ कफीको दानामा फेरि यो भालेपोथी भन्ने हुन्छ कि एउटै बोटमा भालेपोथी त्यस्तो हो कि जस्तो लागेको छ मलाई चाहिँ त्यस्तै मलाई पनि लागिराखेको छ जस्तै त्यो बीज फल्यो भने चाहिँ त्यसमा कफी बनाउने अनि माथि चाहिँ उ भयो भने चाहिँ उहाँलाई थाहा हुन्छ यो सर उताको मलाई कसरी थाहा हुन्छ अब बोटले चिया कफी हो भन्नु के हजुर कफी नै हो हेर्दै कफी हो त्यही त अनि यहाँ यो चिया चाहिँ कुन हो फेरि अनि सर चिया भनेको त्यो हो उतावाला हेर्नुस् त अर्कै छ अलि
डिफरेन्ट छ उताको चिया र कफीमा चाहिँ अब थोरै कन्फ्युज हो उहाँ माथि पनि हाम्रो टोलीहरू रहेको छन् फेरि उता माथि आउनु पर्यो यार अलि हो उता माथि हेर्नु न उतातिर टपमा तलतिर माथि पनि धेरै माथि जाने ठाउँ पनि रहेछ यहाँबाट त्यहीँबाट हामी त आएको होइन सर उल्टो बाटो त्यहाँबाट माथि चाहिँ भाइहरू जानुभएको सर फिजिक्स सर ल केही कुरा तपाईँ पनि राख्नुहोस् न त खासै के कुरा छ राख्नु अहिलेको वातावरण बहुत राम्रो छ हजुर सर मान्छेले जीवनमा एकचोटि यहाँ आउनै पर्छ यहाँ आएर मलाई धेरै खुसी लाग्यो साथै हाम्रो सानो यी भाइ बहिनीहरू पनि सँगै छन् धेरै खुसी लाग्यो ल यति मात्र भन्छ ल त खुसी हुनुहुन्छ सर एकदमै एकदम ल सर यो बोल्ने ल निकै नै सुन्दर दृश्यहरू पछाडिपट्टि हामी चाहिँ एउटा गाउँ पनि देखिरहेका छौँ गाउँ चाहिँ निकै टाढा छ तर सुन्दरता बढाइरहेको छ मेरो क्यामेराको मेरो फोटोको यति बेरसम्म मेरो भिडियोलाई हेरेर तपाईँहरूले जुन इन्फर्मेसन पाउनुभयो तपाईँहरूलाई फाइदा पुग्यो भन्ने अपेक्षा राख्न चाहन्छु र मेरो युट्युब भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनुहुन्छ भने अपेक्षा राख्न चाहन्छु हस् धन्यवाद